हेलो नमस्ते सम्पूर्णमा म समिरा चामलिङ। आज चाहिँ मेरो धेरै बसीको भिडियो बनाउन गइरहेको छु साथीहरु। म चाहिँ आज फाइनली गोठाला हिँडेको धेरै पछि अब बाख्राहरुसँग रमाउन हिँड्दैछु म जंगलतिर। आजको मौसम चाहिँ एकदम चिसो, हल्का पानी परिरहेछ। खोटाङतिरको मौसम त यस्तै छ साथीहरु। मेरो छाता चाहिँ उहाँ छ, देख्न सक्नुहुन्छ। छाता ओढेर गोठाला गर्नुपर्छ यसरी। तर म आज धेरै पछि गोठाला आएको छु हैन। एकदम रमाइलो लागिरहेछ किनभने अब धेरै पछि बाख्राहरुसँग रमाउन थालेकी छु अरे के। यस्तो छ मेरो जिन्दगी। मेरो बाख्रा चाहिँ माथि डाँडामा पुगिरहेछ, माथि कहाँ हो गा। म कति बेला ल्याउन जाने थाहा छैन, यसरी भिडियो बनाएर बसिरहेको छु। फाइनली मैले चाहिँ बाख्रा यहाँदेखि उभो लगाइदिएर यहाँ भित्तामै झल्का काली माटी रहेछ भनौँ न। भोलि घर लिप्नु पर्ने, त्यही भएर काली माटी चाहिँ मैले थोरै भेला बनाइरहन्छु भोलिको लागि लिप्नलाई। देख्न सक्नुहुन्छ साथीहरु, यहाँ चाहिँ मैले पोका पारिसकेको छु अघि नै काली माटो। बाख्रा मासतिर खेतीहरु पोका पारेको। यति पार्दा मेरो बाख्रा चाहिँ माथि जंगलमा पुगिरहेछ, माथि कहाँ हो। अब म फिर्काउन जान्छु साथीहरु। हेर्नु साथीहरु, यस्तो बाटो हिँड्नुपर्छ, उकालो हिँड्न सकिँदैन। जोरले तानेर मार्छ मलाई आज यसरी। हेर्नुस् त साथीहरु, यस्तो बाटोमा उकालो निस्किनु पर्छ। भिरैको भिर। बाख्राले मलाई थोरै दुःख दिन्छ त। तलबाट निस्केको, तलको रोडबाट यहाँ माथि आइसके। बाख्रा भएको ठाउँमा पुग्न आँटिन। यस्तो बाटो छ। म गले। हेर्नुस् त मेरो बाख्रा चाहिँ माथि निस्केको छ त। उहाँ छ, देख्नुहुन्न होला। यहाँ माथि छ। त्यो तलबाट लगाइदिएको यहाँ माथि निस्केको। हेर्नुस् है, माथि चाहिँ इन्द्रनी पोखरी भन्छ, तर सबै कुहिरोले ढाकेर ढकमक्क भएर केही देखिँदैन त। तलतिरको गाउँ चाहिँ त्यही छ, ओर्लुङ छ भन्ने। यस्तो छ ओर्लुङ छ गाउँ। त्यसको सिधै मुनि चाहिँ तल मेर्ला हाम्रो गाउँ पर्छ हो। हेर्नुस् यस्तो छ, पानी पर्नलाई माथि हेर्नु आकाश पनि कालो कालो भइरहेछ। कति बेलादेखि पानी आउँछ थाहा छैन। बर्खा लागेर सबैको वर्षा लागेर धमाधम छ खेततिर काम। तलबाट ननस्टप नबिसाइकन आएको त खुरुखुराको त थकाइ पो लाग्यो साथीहरु। हेर्नुस् म यहाँ बसिरहेको छु। अब मलाई त खासै केही बोल्न पनि पाउँदैन हो। अब यिनीहरू बस्ने हो, बाख्रा लाने बेला भइन्जेलसम्म डाँडामा मस्त रमित हेर्दै रमाइलो हुँदो रहेछ डाँडामा आएर बस्दा। तलतिर रमित हेर्दाखेरि तलतिर गोठालाहरू पनि हुनुहुँदो रहेछ। गोठाला गर्दा त आज त मलाई साह्रै बालपनको पो याद आयो साथीहरु। उस्तै छ भाग्य, उस्तै छ मन, उजाडिएको छ रहरको वन। भित्तामा बजारिन्छु रुन्छु रुन त, जति गरे पनि फर्किन्न यो बालपनको उमेर त। लेकैतिर लागे म त बाख्रा चराउन, बाख्रा चराउनेले कसैले पनि मन पराउन्न। बाख्राले चाहिँ मलाई साह्रै दुःख दियो छ्या। एकै ठाउँमा बसेर चर्नु नि, अलछिनाहरू चारतिर हुन्छ कता। हेर्नुस् साथीहरु, हुस्से लागेर पानी परेर आज चाहिँ एकदम जाडो भइरहेछ। आज किनभने म अलिक मास्तिर डाँडातिर छु नि त, त्यही भएर नि होला हावाले हानेर जाडो भइरहेछ। अब बाख्रा पनि देख्दिन, कता छ पनि, एक दुईवटा हेरिरहेको छु। अरू घारीतिर होला, अहिले खोज्नुपर्छ एकछिनमा। जाडोले ल अब त हात पनि यस्तो बनाउनु पनि भएको छैन, भिडियो बनाइराख्नु पनि भएको छैन चिसोले।
टाढोमा धेरै भिडियो बनाउन नसकिने रहेछ। अब यति भन्दै आजको लागि बिदा लिन चाहन्छु। तर लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सबैजनाले साथ सपोर्ट गर्नुहोस्। हजुरहरूलाई पनि गर्नेछु म पनि भन्दै आजलाई चाहिँ बिदा लिन चाहन्छु। बाई बाई।